हामी के गर्ने है अगाइसकेपछि है यो अचार नखाने तपाईँ खाना अझै यसो गर्ने खात लाएर मजा पेटमा गएर यसरी इट्टाको गाह्रो लाँदा बन्यो कोदारीबाट होइन आमा हो एकदम आडिलो पनि हुन्छ नि यो त काम गर्नु अब आइलो हुन्छ नि कोदो कस्तो महँगो छ कोदो जस्तो महँगो के छ अहिले पाखामा पहिला पहिला धान रोप्नु बेला खेतको बेला हाम्रो आमाहरू हुनुहुन्थ्यो त्यो काम गर्न के साथीहरू दबाईकाम यस्तो आउने अरे क्या हलो जोत्नलाई अन्त त्यसपछि झन् चाहिँ घिउ हालेर गरेर त पहेँलो भात बनाएर चाम्रे पकाएर लगिदियो अरे ए झम्झम्ती रिसाएर फनफन्ती नाच्ने अब दिनभरि कामै गर्न सकिँदैन यस्तो यस्तो भात ल्याएर दिने अरे भाषण लिएर रिसाउने अरे अनि कोदोको ढिँडो पकाएर लड्दैछ अन्त बल्ल खुसी आडिलो हो नि त यो त काम गर्नलाई एकदम हेभी डाइट हो नि त हाम्रो डाँडाबारी भने रोपाएँ बहुत मिठो लाग्यो मलाई त 5 तोडे रोपा 4-5जना लाथे के खाजा बनाउने भने त्यो माने थियो त्यसले भन्नु कोरा पिठो छैन भने छ तोरी गुन्द्रुक छ भटान छ ए तोरीको गुन्द्रुक चट्ट भिजाउनु ढेडा पानी बसाल्ने अनि फेरि त्यहाँबाट मजाले एउटा ढेँडो मकाउनु लाठी जाने अनि ल्याएर मजाले यी मेलामा ल्याएर यतामा अरूले सुनिराखन् फेरि हो त्यहाँ भिडियो बनिराखन् फेरि भनेर हातामा लिएर खाने है कोदा ढेँडो र त्यो गुन्द्रुक साँधे त यस्तो मिठो गरी खाने हो र खान्छौँ नि ल अब बेलुका अब 8-9 बजेसम्म तलतिर तान्दैन अर्को दर्शक खाने चाहिँ यता हुनुहुन्छ है यसरी यता ए तान्दैछन् ढिँडो कस्तो खाँदा ढिँडो ठिक छ दामी अब हामी आमा छोरा ल केही भन्नु छ कि आमा यहाँ हाम्रो भिडियो हेर्ने साथीहरूलाई भन्नुहोस् त एउटा केही भनिदिनुहोस् त जहाँ जस्तो लास्ट अब जाडो महिना हजुरहरू पनि सिक्नु ल्याउनुहोस् हजुर चट्ट पारे यस्तै पकाउनुहोस् हजुर कोदा ढेँडो चाम्रो पारेर पकाएर सर्न खानुहोस् भिडियो बनाएर खानुहोस् है त्यही भन्ने अरू के भन्नु बहुत मिठो भयो यो एकै भए के मिठो हुन्थ्यो र अहिले यो सेना सबै कुरा फाइदा गर्छ नि सिस्नो भिडियो यता त खायो सिस्नो एक कचौरा यही हो आज बहुत दिल पसन्द भयो दिल पसन्द